जीवन चाहिँ धेरै नै चुनौतीपूर्ण धेरै नै सकसपूर्ण छ। तर तपाईलाई एक्सेस पनि के छ भने हाम्रो पालामा गुगल थिएन, गुगल छ हैन, आर्टिफिसियल इन्टेलिजेन्सको पनि जमाना छ, धेरै अवसर पनि छ। जति धेरै तपाईलाई गाह्रो छ त्यति धेरै सजिलो पनि छ। अब तपाईँ सजिलो बाटोमा लाग्ने कि नलाग्ने, त्यो बाटो मेरो हो कि होइन, त्यहाँ जानुपर्छ कि पर्दैन, त्यहाँ जाँदा के फाइदा छ, त्यहाँ नजाँदाखेरि के घाटा हुन्छ, जान त जाने, सिक्न त सिक्ने, त्यसलाई सही सदुपयोग गर्न जाने भने मात्र हामी सफल हुन्छौँ। त्यो सही हो कि होइन भन्ने तपाईँको विजडम चाहिँ तपाईँसँग हुनुपर्छ। कहिलेकाहीँ त्यो सही विजडम भएन भने चाहिँ तपाईँले सही ठाउँमा बसेर पनि सही ढङ्गले तपाईँले जीवनले चलाउन सक्दैन। त्यस कारणले व्यक्तिको, समाजको, त्यहाँ भएका समुदायको, त्यहाँको राज्यको मात्र अहिले नीतिको कुरा छैन। अहिले विश्व समुदायकै नीतिको कुरा छ। संसारभरि नलेजले यति धेरै काम गरिरहेको छ। कुनै एउटा देशको एउटा मान्छेले एउटा नयाँ अन्वेषण गर्यो भने त्यो तपाईँको हातमा तुरन्त आइपुग्छ। तपाईँले तुरन्त त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ, त्यसबाट लाभ लिन सक्नुहुन्छ। त्यसलाई सही ढङ्गले प्रयोग गर्न जाने भने तपाईँ त्यसबाट घाटा पनि हुन्छ, होइन? हो, यो चाहिँ जीवनसँग जोडिएको, जीवनको यात्रासँग जोडिएको, जीवनको चुनौतीसँग जोडिएको, जीवनमा भोलि गर्नुपर्ने विषय र आफूलाई सुख पूर्ण बनाउनका लागि गर्नुपर्ने कुरा। अब यो चाहिँ प्रभाव कहाँबाट पर्छ है, त्यो हामीले थाहा पाउनुपर्छ। अब तपाईँहरूले यस्तो विषय छान्नु भएको छ, यो विषय यो 3 वर्ष पढ्यो भने बुझ्न गाह्रो विषय हो। नीति भन्ने चिज चाहिँ त्यति, नीति धेरै हुन्छ। यो संयुक्त राष्ट्र सङ्घको नीति के हो, विश्व ब्याङ्कको नीति के हो, एडिबीको नीति के हो, संसारभरिका ठुल्ठुला इन्स्टिट्युसनहरूको नीति के हो, देशको नीति के हो, अमेरिकाको नीति के हो, जापानको नीति के हो भन्ने कुरा चाहिँ यो यति धेरै भेगको कुरा छ कि यो कुरा गरेर साथै छ। अब नेपालको नीतिको कुरा गर्यो, तपाईँले जापानको नीतिको कुरा गरेपछि नमिल्न सक्छ, होइन? विषय त्यही हो। एउटै विषय हो पनि त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक, त्यहाँका मानिसका सोच, विचार र परिस्थिति र त्यहाँको चाहिँ वस्तुगत अवस्थामा निर्धारण हुन्छ नीति कस्तो बनाउने। नीति बनाएर मात्र होइन, नीतिले काम गर्नु पर्यो। त्यो नीतिले काम गर्नका लागि हामीलाई संविधान चाहिन्छ, कानुन चाहिन्छ। कानुनले सबै कुरा परिभाषित गर्न सक्दैन। त्यसकारण के चाहियो हामीलाई? ऐन कानुन चाहियो, हैन? ऐन कानुन मात्र भएर हुँदैन, ऐन कानुनले पनि सबै परिभाषित गर्न सक्दैन। नियमावली, निर्देशिकाहरू चाहिन्छ। त्यो नियमावली, निर्देशिका मात्र भएर हुँदैन, त्यो काम गर्ने मेथोडोलोजी, होइन, कुन तरिकाबाट काम गर्ने भन्ने कुराको प्रक्रियाहरू हुन्छ। एउटा समुदाय हुन्छ, एउटा जाति हुन्छ, एउटा वर्ग हुन्छ, एउटा क्षेत्र हुन्छ। एउटै भाषा, एउटै कुरा एक ठाउँमा बोल्नुहुन्छ, अरू ठाउँमा बोल्नु हुँदैन। एक ठाउँमा गर्नुहुन्छ, अरू ठाउँमा गर्नु हुँदैन। त्यसैले यति धेरै समाजका विविध पक्षहरूको अध्ययन अनुसन्धान गरिसकेपछि, समाजको भावनाहरूलाई प्रतिबिम्बित गरेपछि मात्र हामीले एउटा नीति बनाउँछौँ। त्यो नीतिमा आधारित भएर हामीले कानुन बनाउँछौँ। त्यो कानुनमा आधारित भएर हामीले योजनाहरू बनाउँछौँ। त्यो योजनाहरू हामीले समाजमा के समस्या छ भन्ने कुरामा आधारित भएर हामीले काम गर्छौँ। एउटा चाहिँ यो संवैधानिक नीतिको कुरा गरेको भयो। अब धार्मिक नीति हुन्छ, सांस्कृतिक नीति हुन्छ, विभिन्न प्रकारका नीतिहरू हुन्छ। त्यसैले यो नीति भन्ने कुरामा धेरै नै हामीले, तर के हो भने कुनै पनि नीति बनिसकेपछि त्यसको आधारमा समाज कहाँ पुग्छ र कहाँ पुर्याउनुपर्छ भन्ने कुरा चाहिँ हाम्रो तय हुन्छ। अब यो सबै कुरा भयो। अब यहाँ एउटा शब्द लेखेको छ नैतिकता। तपाईँसँग नैतिकतै छैन भने यी जस्तो सुकै नीति बनाएर के काम, होइन? केही पनि काम छ। नैतिकता चाहिँ कोमा निर्धारित हुन्छ भने त्यो व्यक्ति स्वयंमा निर्धारित हुन्छ। त्यो समाजले हजारौँ वर्षदेखि बनाएका संस्कृतिहरू, मूल्यहरू, मान्यताहरू हुन्छ। अब हिजोको संस्कृतिमा तपाईँले बसौँ मन पर्दैन आजको पुस्तालाई, होइन? आजको संस्कृतिमा जाउँ, हिजोको मान्छेले मन पर्दैन। हिजोको र आजको मान्छेको बिचको एउटा ठुलो खाडल छ, ठुलो खाडल छ। तपाईँलाई आमा बुवाले, हजुर बुवाले जे भन्नुहुन्छ 100% तपाईँहरूले त्यो भित्र आत्मादेखि स्वीकारेको छ छैन?
उहाँको थट र तपाईँको थट फरक छ। उहाँको जेनेरेसनमा जे समाजको बुझाइ छ त्यो आज तपाईँको समाजको बुझाइ फरक छ। त्यो फरक बुझेर तपाईँले नयाँ कुरा खोज्छ, उहाँहरूले चाहिँ तपाईँ बिग्रेला कि भनेर पुरानै ठाउँमा अल्झाउनु खोज्छ। अनि कन्ट्राडिक्सन त्यही हुन्छ, त्यही विवाद हुन्छ। व्यक्ति समाज परिवार राज्य सबैसँग कन्ट्राडिक्सन। त्यस कारणले तपाईँले के लाग्छ भने म अलिकति पढेको छु, अलिकति बुझेको छु, मैले बुझेको र पढेको समाज फरक हो, मेरो वेब फरक हो, म जाने चाहने ठाउँ फरक हो भन्छ। तपाईँले 90% कुरा चाहिँ घरको कुरा मान्नुभयो भने 10% तपाईँले मान्नुहुन्न। तर त्यो 10% यस्तो मान्नुहुन्न, त्यो 90%लाई गौण बनाउने मान्नु। अनि परिवार तपाईँसँग टाढिन्छ, समाज तपाईँसँग टाढिन्छ। अनि तपाईँलाई जहिले पनि तनाव हुन्छ कि कहिलेकाहीँ त आमा देखे पनि रिस उठ्छ, बाउ देखे पनि रिस उठ्छ होइन। अनि आमा बाउले चाहिँ फेरि तपाईँ देखेर रिस उठ्छ। त्यो किन हुन्छ? मानवीय चेतनाको यो पक्ष भनेको फेरि नराम्रो होइन है। फेरि यो भनेको तपाईँलाई अझ गतिशील बनाउनका लागि तपाईँको नयाँ चेतनाले काम गर्छ। आजको यङ्गर जेनेरेसनले काम गर्छ। तपाईँको नयाँ चेतना अराजकतापूर्ण छ। तपाईँलाई जे पनि भन्न मन लाग्छ, जे पनि गर्न मन लाग्छ, तर जे पनि भित्र सबै राम्रो हुन्छ हो, त्यो राम्रो हुन्न भन्ने कुरा चाहिँ तपाईँको अर्काबाद ठाउँ छ। त्यसकारण उहाँले तपाईँले कन्ट्रोल गर्छ। तपाईँले कन्ट्रोलले के सम्झिन्छ? तपाईँको स्वतन्त्रताको विरोधी सम्झिन्छ। अनि कहिलेकाहीँ मोबाइल खेलाएर आमाले खाना खाना बाबु भन्यो, बुढी कति खराबले बात गर्छ, एकछिन पख भन्यो। तपाईँले खाना खुवाउने आमाले उहाँ चामल भिजाएछन्, दाल भिजाएछन्, तरकारी दुनियाँ दुःख गरेर बसेर तपाईँले मिठो खुवाउँछु भनेर तपाईँले त्यो उहाँको रेस्पेक्ट र तपाईँको प्रेमलाई तपाईँले मोबाइलसँग साथ दिएर के गर्नुहुन्छ? तोड्नुहुन्छ। को रङ? तपाईँको आमा रङ कि तपाईँ रङ? मोबाइल चलाउनु भन्दा भने म तपाईँले रङ पनि भन्दिनँ, आमाले पनि भन्दिनँ। तपाईँले जज गर्नुहोस्। तपाईँ आफै सो अवेर पिपुल। किनभने तपाईँ जत्तिकै यति पढ्नका लागि आजभन्दा 20 वर्ष अगाडि धेरै गाह्रो थियो। आज तपाईँले त्यो अवसर पाइराखेको छ। आजको त्यो अवसरले तपाईँलाई विवेकी बनाउँदै गइरहेको छ। तर हाम्रो विवेक चाहिँ कस्तो छ भने हिजोको विवेकहरू, हिजोको चेतनाहरू, हिजोको सोचहरू, हिजोको भावनाहरू चाहिँ कस्तो थियो भने सामूहिक थियो।